अनि देखाउने दाँत एउटा चपाउने दाँत अर्को। यसरी नाटक गर्नलाई तपाईलाई अलिकति पनि लाज शरम लाग्दैन? शरम त तपाईलाई लाग्न पर्ने हो देवर भाइ। तपाईँ बुझ्दै नबुझी सोच्दै नसोची सत्य कुरो थाहै नपाइकन मेरो आडी आएर बोल्दै हुनुहुन्छ। मैले कसलाई गर भने त्यो मुन्छे आडी लिएर आउनु न, अनि त्यति बेला कुरा गरौँला। टोलभरिका सबै मान्छेलाई भन्नुभएको रहेछ। अब के म टोलभरिका सबै मान्छे बटुल्न जाउँ? ए जानु न, के काम हो त है तपाईँको? त्यति बटुलेर लिएर आएर यहाँ कुरो क्लियर हुन्छ अनि जाँदा के फरक पर्छ र? न त यतिकै मलाई जे पाए त्यही आरोप नलगाउनु हेर्नु देवर भाइ। म चाहिँ कहरी हुन्छ, घर कसरी राम्रो होला, घर कसरी शान्ति आउला, सबैजना क्यारी खुसी हुनुहुन्छ होला भनेर दिन रात सोच्ने। अनि तपाईँहरूका चाहिँ सन्तानै मिलेर मलाई जे कुरा पनि दोषी देखाउने, गलत देखाउने, आरोप मात्रै लाउने, मलाई जहिले नराम्रो बनाउन खोज्ने। हेर्नु, तपाईँकी आमाले तपाईँले मलाई जे कुरा नि यस्तै गलत 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 देखाउँदै जानुभयो, आरोप लाउँदै जानुभयो भनेदेखि म कुन दिनदेखि तपाईँले सोचेको भन्दा पनि गलत भएर निक्लिन बेर लाउँदिनँ है। फेरि विचार गर्नु।